हामी बोल्न किन डराउँदैछौ? विश्वासी किन डराउँदैछौ? शत्रुलाई त मेरो पैताला मुनि तेरो औकात चाहिँ यो भनेर हामी डराइरहेको छौँ। शत्रुलाई हामी त हरुवा होस् भन्नुभन्दा अगाडि नै बरु हामी आफैलाई भन्छौँ म हरुवा हो, बरु टेन्सनै साफ होइन। पक्ष हरुवा भनिसक्ने बित्तिकै उसकै पक्षमा गयौँ नि त हामी। ऊ त्यसै ह्याप्पी, अब यो हरुवा आयो भन्ने सोच भइसक्यो, अब यो हरुवा नै हो। तर च्यालेन्ज चाहिँ त्यहाँ हुन्छ जब हामी आफ्नो कम्फर्ट जोनबाट निस्किन खोज्छौँ। शत्रुलाई भन्छौँ कि तँ चाहिँ हरुवा होस्, तँ चाहिँ मेरो पैतालो मुनि छस्, तेरो शक्ति चाहिँ चिरो हो र म चाहिँ जुन शक्तिमाथि विश्वास गर्दैछु यो शक्ति चाहिँ सधैँभरि जीवित राख्ने परमेश्वर येशू ख्रीष्ट भनिकन हामी नि यति साह्रो कुराहरूलाई, यति सानो सानो कुराहरूलाई हामी भुलेर नि हामी यताको हो कि यो पो हो कि। आज परमेश्वर एउटै कुरा भन्नुहुँदैछ, छोरी कसले भन्दैछौ तिमीलाई यो हो त्यो हो, यहाँ हो त्यो हो, यहाँ जा, यो गर्दा हुन्छ, यो हेर्दा हुन्छ, यो खाँदा हुन्छ। होइन, मेरो वचनलाई खान दिनरात, मसँग आइज न दिनरात, मलाई हेर्न दिनरात, मलाई भेट्न